एक सानो परिवार, आमा बुवा र छोरा अर्जुन शान्त गाउँको छेउमा बस्थ्यो। उनीहरूको जीवन साधारण थियो, तर एक दिनबाट सबै बदलिन थाल्यो। अर्जुनलाई सबै पुराना काठका घरहरू, जङ्गल र मिथकहरूले मोहित पार्थे। घरको पछाडिको भित्री जङ्गलमा उसले पटक पटक अनौठो आवाजहरू सुनिन्थ्यो। कहिले सुरी हावा बगे जस्तो, कहिले कसैले रिसाएर हिँडे जस्तो। एक साँझ बुवाले भन्नुभयो, त्यो आवाज त पुरानो रुखमा बस्ने हावाको खेल मात्र हो। तर आमा भने डराइन्, यस बेला जङ्गलतिर नजाऊ, केही रहस्यमय कुरा हुँदैछ। त्यसपछि केही दिनसम्म उनीहरूको घर वरिपरि अनौठो घटनाहरू हुन थाले। कहिले ढोकाको चुक्कुल आफै चल्थ्यो, कहिले बत्ती आफै बल्थ्यो र निभ्थ्यो। अर्जुनले राति झ्यालबाट हेर्दा जङ्गलतिर सेतो झल्को बत्ती जस्तो चम्किन्थ्यो। एक रात हिम्मत गरेर अर्जुन र बुवा जङ्गलतिर गए। पुरानो सालको रुखको फेदमा पुगेपछि जमिन हल्का कम्पन भयो। रुखभित्रबाट हल्का प्रकाश निस्कँदै थियो, जस्तो कसैले त्यहाँ कहिल्यै नदेखिएको संसार लुकाइराखेको होस्। अचानक त्यहाँबाट एक मधुर आवाज आयो, डराउनु पर्दैन, म यो जङ्गलको सुरक्षा आत्मा हुँ। प्रकाश झन उज्यालो भयो। तिमीहरूको घर वरिपरि देखिएका सबै घटना चेतावनी मात्र थिए। जङ्गलमै नोक्सान पुर्याउने केही मानिसहरू यहाँ आउने तयारीमा छन्। सावधान रह र आफ्नो परिवार सुरक्षित राख। अर्जुन र बुवाले घर फर्केर गाउँका मानिसहरूलाई सबै कुरा सुनाए। अर्को दिन जङ्गल कटान गर्न आएका केही मानिसहरू पक्राउ परे। त्यसपछि ती रहस्यमय घटनाहरू रोकिए। परिवार फेरि शान्त जीवनमा फर्क्यो। तर अर्जुनले त्यो रातको उज्यालो र जङ्गलको आत्माको आवाज कहिल्यै बिर्सेन।